आकाश खुलेर दसैँ भाइ भएको जस्तै लाग्यो। क्या मजा देखिएको आजको वातावरण। हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। बिहान उठेर तुलसीको पूजा गर्दै सुरु गरेँ मैले आजको दिन। आज म तपाईँहरूलाई देखाउँछु हाम्रो घरको डनहरू। यो कालो खसी चाहिँ हाम्रो यसपालि दसैँको लागि हो गाइज। सबैको आफ्नो आफ्नै राजा हुन्छ। यिनीहरूको राजा साहेब चाहिँ फेरि यता हुनुहुन्छ, फेरि डन भएर बसिराख्नु भएको छ दारी सारी पालेर। राजा साहेबलाई आफ्नै ठाउँमा बस्न अनुरोध गर्दै म निक्लिएँ बारीतिर। बारीमा धानहरू मस्त झुलेको थियो, पुरै दसैँको भाइब लागिरहेको थियो गाइज। मस्त धान फल्नुको राज चाहिँ अर्ग्यानिक मल हो र हाम्रो गाउँको यो सुन्दर नहर हो गाइज, जहाँ चाहिँ सप्तकोशीको पानी आउने गर्छ। यतिकैमा मेरो नजर पर्यो बारी छेउमा रोपेको खोर्सानीतिर। खोर्सानी हेरेको त म छक्क परेँ, के साह्रो फलेको हो खोर्सानी। त्यही खोर्सानीको चर्चा परिचर्चा गर्दै हामी बुढाबुढी निक्ल्यौँ गाउँतिर गए। अलिक अगाडि पुगेपछि बुढीले टिकटक बनाइदिन्न भन्दै अगाडि अगाडि नाच्न थाली। त्यसपछि मैले बनाइदिएँ टिकटक। लु न त मेरो पनि एउटा फोटो खिच्दै भनेको फोटो खिच्नको सट्टा उसले बनाइदिएछ फेरि भिडियो। एकैछिनपछि त्यही बाटोमा भेट भयो कपडा व्यापारी। कपडा सपडा हेरी र बाई भन्दै केही नली पठाइदिए त्यसलाई। त्यसपछि भने मेरो भेट भयो हाम्रो गाउँको डन भाइहरूसँग। मैले मेरो च्यानल सब्स्क्राइब गर है भनेको हस् भन्दै केटाहरू लागे 150 को स्पिडमा बजारतिर। अलिक अगाडि आएर बाटोमा हेरेको लाइनको तारमा चराहरू लपसपको गफर्दै बसेका रहेछन्। मैले देखेँ भनेर सबै लाजले सुइत्तै भागे बा। त्यसपछि हामी घर जान लागेर अझै अगाडि बढ्यौँ। अगाडि बढ्दा बुढीले देखेछ काँसको फूल देखेपछि उसले हातमा फेरि फूल बोकेर टिकटक बनाउने कुरा सुरु भइहाल्यो गाइज। त्यस पछाडि मैले फटाफट उसको टिकटक बनाइदिएर लाग्यौँ हामी घरतिर। आजलाई यति नै गाइज, डु लाइक शेयर एन्ड सब्स्क्राइब। बाई, सी यू सुन।